नमस्कार, टुडे न्यूजमा यहाँलाई स्वागत छ। म सरुलामा। न्यूज सुरु गरौं राष्ट्रपति भण्डारीद्वारा राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेको सम्बन्धी प्रसंगबाट। राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी छन्। यही पुस 17 गते शुक्रबार अपराह्न 4 बजे राष्ट्रपति भण्डारीले राष्ट्रिय सभा अधिवेशन आह्वान गरेकी हुन्। राष्ट्रपतिले संविधानको धारा 93 को उपधारा 1 बमोजिम अधिवेशन आह्वान गरेकी हुन्। गत शुक्रबार बसेको मन्त्री परिषदको बैठकले अधिवेशन आह्वानको लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो। असार 18 गते राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्री परिषदको बैठकको सिफारिसमा अधिवेशन अन्त्य गरेकी थिइन्। जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर शाहले मान्छेको जीवनमा शिक्षा अपरिहार्य रहेको बताउनु भएको छ। जनकपुरधाम उपमहानगरपालिका 20 देवपुरा रूपैठाको पासवान बस्तीमा आज आयोजित भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले शिक्षाको अपरिहार्यता बारेमा प्रकाश पार्नुभयो। कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उपमहानगरपालिकाबाट हामीले नगर क्षेत्रका कक्षा 8 देखि 12 कक्षासम्मका दलित तथा मुस्लिम छात्राहरूको लागि साइकल वितरण गर्न आउँदा त्यहाँ छात्राको संख्याले धेरै नै दुःख तुल्याएको बताउनुभयो। उहाँले डाक्टर भीमराव अम्बेडकरको बारेमा चर्चा गर्दै सिङ्गो हिन्दुस्तानको संविधान निर्माता दलित बस्तीबाटै भए पनि त्यसबाट यहाँका दलितहरूलाई पनि सिक्नुपर्ने उल्लेख गर्नुभयो। उहाँले समाजको परिवर्तन र समाजमा रहेको अराजकता अन्त्यका लागि शिक्षा अपरिहार्य रहेको बताउनुभयो। स्थानीय दलितहरूको सहभागिता रहेको सो भेटघाट कार्यक्रममा उहाँले सो दलित बस्तीमा सार्वजनिक शौचालय र बाल विकास शिक्षक भर्ना गर्ने वचनबद्धता प्रकट गर्नुभएको थियो। बागमती प्रदेशको प्रदेश लोकसेवा आयोगले एकैपटक 1152 जना कर्मचारी माग गरेको छ। प्रदेश लोकसेवा कार्यालयले आज विज्ञापन गर्दै एकैपटकमा ठूलो संख्यामा कर्मचारी माग गरेको हो। बागमती प्रदेश लोकसेवा आयोगले यसअघि पनि चौथो तहका 469 जना कर्मचारी माग गरेर आवेदन समेत लिएको छ। आज माग गरिएका कर्मचारीहरू बागमती प्रदेशका 4 वटा मन्त्रालय र प्रदेशका 62 वटा पालिकामा रिक्त रहेका पदका लागि रहेको प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेश मान श्रेष्ठले जानकारी दिनुभएको छ। प्रदेश लोकसेवा आयोगले खुल्लातर्फ 538 जना, त्यसैगरी ज्येष्ठतातर्फ 407 जना, कार्यक्षमतातर्फ 196 जना, आन्तरिक प्रतियोगितातर्फ 9 जना, कार्य सम्पादनतर्फ 2 जना माग गरेको छ। बागमती प्रदेश लोकसेवा आयोग गठन भएपछि कर्मचारी माग गरिएको यो दोस्रो पटक हो। निर्वाचन आयोगले 18 वर्ष उमेर पुगेका नेपाली नागरिकलाई मतदाता नामावलीमा समेट्न आन्तरिक गृह कार्य अगाडि बढाएको छ। आयोगले 2038 वैशाख 17 र 27 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि युवा मतदाताको सहभागिता बढोस् भन्ने उद्देश्यले यस्तो गृह कार्य अगाडि बढाएको हो। आयोगले यसअघि निर्वाचनको मिति घोषणा भएकै दिनलाई आधार मानेर सो दिनसम्म 18 वर्ष उमेर पुगेका र फोटोसहित विवरण टिपाएका नेपाली नागरिकलाई मतदाता नामावलीमा समावेश गर्दै आएको थियो। यसपटक भने वैशाख 16 गते 18 वर्ष उमेर पुगेका र फोटोसहितको विवरण आयोगका जिल्ला स्थित कार्यालयहरूमा समावेश गराइसकेका नागरिकले मात्रै मतदाता हुन पाउनेछन्। उमेर 16 वर्ष पुगेपछि नेपाली नागरिकता पाउन र नागरिकता बनाउँदा नै मतदाता हुनका लागि फोटोसहितको विवरण समावेश गराएका नागरिक 18 वर्ष पुगेपछि स्वतः मतदाता नामावलीमा समावेश हुनेछन्। विगतको परम्परालाई परिवर्तन गर्दै आयोगले मतदाता हुन अघिल्लो दिन 18 वर्ष उमेर पुगेका र फोटोसहितको मतदाता विवरणमा नाम रहेकालाई समेट्ने निर्णय गरेकोमा युवा मतदाताको संख्या केही हदसम्म बढ्नेछन्। प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचनको मिति घोषणा भएपछि अब आयोगले नयाँ मतदाता संकलन अभियान सञ्चालन गर्न नसक्ने कानुनी व्यवस्था रहेको बताए।
संसद विघटनको विरोधमा जनता समाजवादी पार्टी जसपाले आइतबार जनकपुर धाम सहित देशैभरि नै प्रदर्शन गरेका थिए। जसपाको केन्द्रीय कार्यकारिणी समितिको मंगलबार बसेको बैठकले आन्दोलनका कार्यक्रम तय गरेको थियो। जसपाले यसअघि नै केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट पुस 10 गते प्रधानमन्त्री र राष्ट्रपतिको पुतला दहन गर्ने, पुस 11 गते मसाल जुलुस निकाल्ने र पुस 12 गते बृहत प्रदर्शन गर्ने कार्यक्रम तय भएको थियो। पुस 5 गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेसँगै जसपाले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो। प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार संविधानले नदिएको भन्दै जसपाका नेताहरूले बिहीबार संसद जीवितै रहेको निष्कर्ष सहित सभामुख अग्नि सापकोटालाई बैठक आह्वान गर्न पनि आग्रह गरेका थिए। जनकपुर धामको जनकचोकबाट निकालेको जुलुस नगरको विभिन्न भागको परिक्रमा गरी फेरि जनकचोकमा आएर कोट सभामा परिणत भएको थियो। त्यस्तै मोहत्तरीको जलेश्वर, सिराहाको लाहान र सप्तरीको राजविराज, सर्लाहीको मलङ्बा, रौतहटको गौर, बाराको कलैया र पर्साको वीरगञ्जमा जनता समाजवादी पार्टीका नेता कार्यकर्ताहरूले विरोध जुलुस निकालेका थिए। त्यस्तै काठमाडौँमा पनि विरोध जुलुस निकालिएको थियो। काठमाडौँको शान्ति बाटिकाबाट सुरु भएको र्याली पुतली सडक, भद्रकाली, सुन्धरा हुँदै शान्ति बाटिका पुगेर कोण सभामा परिणत भएको थियो। शान्ति बाटिकाबाट सुरु भएको जुलुसलाई शीर्ष नेताहरू उपेन्द्र यादव, महन्त ठाकुर, राजेन्द्र महतो, बाबुराम भट्टराई, राजेन्द्र श्रेष्ठ, हिसिला यामी, गंगा श्रेष्ठ, नवराज सुवेदी लगायतले नेतृत्व गरेका थिए। यता नेपाली कांग्रेसले आजदेखि सडकमा उत्रिने भएको छ। नेपाली कांग्रेसले आजदेखि आन्दोलन गर्ने जनाएको छ। पार्टीभित्र आन्दोलनमा जाने नजाने विषयमा गम्भीर छलफल भएपछि उनीहरू आन्दोलनमा आउन लागेको हो। चुरे तथा वन जंगल संरक्षण अभियानले प्रदेश नम्बर 2 का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री राम नरेश राय यादवको पुतला दहन गरेको छ। प्रदेश नम्बर 2 को मेरुदण्डको रूपमा रहेको चुरे तथा वन जंगल संरक्षण गर्न नसकेको भन्दै अभियानले जनकपुर धामको मिल्सेरियामा मन्त्री यादवको पुतला दहन गरेको हो। स्टेशनबाट निस्केको अभियानको विरोध जुलुस भानुचोक हुँदै मिल्सेरियामा पुगेपछि पुतला दहन गरेका थिए। पुतला दहन कार्यक्रम पश्चात कोर सभामा बोल्दै अभियानका संयोजक सुनिल कुमार यादवले प्रदेश नम्बर 2 मा रहेका चुरे जंगललाई विभिन्न व्यक्तिहरूले आफ्नो नामसारी गराएर जंगल विनाश गर्ने कार्य निरन्तर रूपमा भइरहँदा पनि प्रदेश नम्बर 2 का सरकार चुप लागेर बसेको बताए। उनले जंगलको दोहन देखेर पनि अवैध गिटी उत्खनन गरेर मधेसलाई मरुभूमि बनाउने कार्यहरू भइरहँदा पनि प्रदेश नम्बर 2 को सरकार मुख दर्शक भएर बसेको तथा प्रदेशका वन मन्त्रीको प्रत्यक्ष संलग्नतामा भइरहेको समेत उनले आरोप लगाएका थिए। पुतला दहन कार्यक्रममा अभियानका प्रतिनिधिहरूले पुतला दहन गर्न खोज्दा झडपको माहौल समेत सिर्जना भएको थियो। अभियानले चुरे तथा वन जंगलको विनाशको क्रममा रोक्नका लागि प्रदेश सरकारलाई दबाव स्वरूप यसअघि प्रदेशव्यापी रूपमा 8वटा जिल्लामा आन्दोलनको घोषणा गरेका थिए। पुस 5 गते प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेपछि मुलुकमा उत्पन्न परिस्थितिका कारण घोषित आन्दोलनलाई तत्कालका लागि स्थगित गरेको थियो। सरकारले 2 महिना पहिले भारतबाट ल्याएको रेल आउँदो माघभित्र सञ्चालनमा ल्याउने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जयनगर कुर्था रेल मार्गमा सञ्चालनका लागि आवश्यक तयारी अगाडि बढाएको छ। अबको 1 देखि 1.5 महिना भित्रमा रेल सञ्चालन गर्न सकिने रेलवे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले बताउनु भएको छ। उहाँको अनुसार आवश्यक मर्मत, तालिम र सफ्टवेयरको काम सकिएसँगै रेल सञ्चालन गरिनेछ। रेल सञ्चालनका लागि कर्मचारीहरूलाई 1-2 हप्ताको तालिम आवश्यक पर्ने उहाँले जानकारी दिनुभएको छ। भारतले निर्माण गरेको संरचना 15 देखि 20 दिनसम्म तयार हुने महानिर्देशक भट्टराईले बताउनुभयो। उहाँका अनुसार भारतीय पक्षले यसमा काम गरिरहेका छन्। उनीहरूले गर्नुपर्ने काम मध्ये थोरै काम बाँकी रहे पनि सञ्चालनमा समस्या नहुने उहाँको भनाइ छ। कम्प्युटरबाट नियन्त्रण हुने यस रेलमार्गमा सिस्टम इन्स्टल गर्ने काम पनि अगाडि बढिरहेको छ।
रेल सञ्चालन हुँदा रेल कहाँ पुग्यो, कहाँ पुग्दा अड्क्यो वा अरू कुनै समस्या भयो भने हेर्न सकिने उहाँले बताउनु भएको छ। कम्पनीले दक्ष र प्रशासनिक लगायतका आवश्यक जनशक्ति व्यवस्थापन गरिरहेको छ। आवश्यक कतिपय कर्मचारी स्थायी हुनेछन् भने कतिपय अस्थायी रूपमा नियुक्त गरिने उहाँको भनाइ छ। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट निजामती कर्मचारी कागजमा ल्याउने उहाँले जानकारी दिनुभएको छ। रेलवे कम्पनीमा यसअघिका झण्डै 60 जना अस्थायी कर्मचारी र 12 जना स्थायी कर्मचारी रहेका थिए। ती कर्मचारी कम्पनी बन्द भए पनि कम्पनीमा रहेका थिए। कम्पनीले रेल चलाउने ज्ञान भएका दक्ष 26 जना भारतीय कर्मचारी समेत ल्याउन लागेको छ। बोक्सीको आरोपमा सासूलाई श्रीमान सहित कुटपिट गरी हत्या गरेको आरोपमा बुहारी पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा सिराहाको कर्जन्ना नगरपालिका 3 की 35 वर्षीय मञ्जु देवी शाह रहेकी छिन्। गत कार्तिक 11 गते आफ्नै कान्छो छोरा राम अवतार शाह र बुहारी मञ्जुले बोक्सीको आरोप लगाएर कुटपिट गर्दा घाइते भएकी 85 वर्षीय सुदामा देवीको कार्तिक 15 गते उपचारको क्रममा मृत्यु भएको थियो। कुटपिट गरी मलमूत्र खुवाउने प्रयास गरेकै दिन छोरा राम अवतारलाई प्रहरीले पक्राउ गरेको थियो भने मञ्जु देवी फरार भएकी थिइन्। फरार भएको 2 महिना पश्चात इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको टोलीले मञ्जु देवीलाई कर्जन्ना 3 स्थित उनकै घरबाट आइतबार नियन्त्रणमा लिएको सिराहा प्रहरी प्रवक्ता शालिग्राम शर्माले जानकारी दिनुभएको छ। पक्राउ परेकी मञ्जुलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालतमा पेश गरिएको प्रहरीको भनाइ छ। कार्तिक 11 गते सुदामा देवीलाई छोरा र बुहारीले बोक्सी भन्दै कुटपिट गरी मलमूत्र खुवाएपछि प्रहरीले तत्कालै उद्धार गरेका थिए। छोरा र बुहारीको कुटाइबाट घाइते भएकी सुदामा देवीलाई उपचारको लागि जनकपुर स्थित प्रादेशिक अस्पताल ल्याइएको थियो। 2 दिनको उपचार पश्चात उनलाई घरमै लगिएको थियो। तर कार्तिक 15 गते उनको स्वास्थ्य पुनः बिग्रिएपछि सिराहा जिल्ला अस्पताल लग्ने क्रममा बाटोमा नै मृत्यु भएको थियो। सप्तरीको अग्निसायर कृष्ण सबरण गाउँपालिकामा मिलको फितामा बेरिएर एक युवतीको मृत्यु भएको छ। आफैले कुटान पिसानीको मिल चलाउँदै गर्दा फितामा कपाल बेरिएर ओडा नम्बर 6 की 17 वर्षीय नेमिया कुमारी पण्डितको मृत्यु भएको हो। कपाल बेरिएर उनको घटनास्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डीएसपी नरेश कुमार सिंहले जानकारी दिनुभएको छ। प्रहरीका अनुसार मिलमा बेरिएर किशोरी गम्भीर घाइते भएपछि आफन्तले सुरुमा घटना लुकाउने प्रयास गरेका थिए। तर घटनालाई नजिकबाट देखिरहेको एकजना ट्र्याक्टर चालकले घटनाबारे प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको थियो। मृतक किशोरीको शव पोस्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अञ्चल अस्पतालमा राखिएको र घटनाको थप अनुसन्धान जारी रहेको डीएसपी सिंहले जानकारी दिनुभएको छ। यस वर्ष 5 महिनाको अवधिमा 77 अर्बको व्यापार घाटा भएको छ। नाका एकतर्फी रूपमा मात्रै सञ्चालन हुँदा चीनसँग नेपालको व्यापार घाटा चुलिएको हो। पछिल्लो 5 महिनामा नेपालले चीनसँग कुल 1 खर्ब 16 अर्ब 16 करोडको व्यापार गरेको छ। चीनबाट नेपालले 66 अर्ब 46 करोड रुपैयाँको सामग्री आयात गरेको छ। नेपालले भने 38 करोड 70 लाख रुपैयाँ बराबरको मात्रै निर्यात गर्न सकेको छ। उत्तरी छिमेकीसँगको व्यापारमा नेपालले 77 अर्ब 7 करोडको नोक्सान बेहोरेको छ। हौस् त, यसका साथै टुडे न्यूज अहिलेलाई सकियो। हाम्रो अर्को बुलेटिन लिएर पुनः उपस्थित हुने नै छौं। टिभी टुडे हेर्दै गर्नुहोला। नमस्कार।